हेलो साथीहरू, हजुरहरूलाई सबैजनालाई नमस्कार है। अनि म हिजोको वर्ल्ड कपको है एउटा केही कुराहरू गर्न चाहन्छु है तपाईँसँग। अनि हामीले जो राति वर्ल्ड कप हेरेको थियौँ है, अनि स्पेन र अर्जेन्टिनाको म्याच फाइनल है। अनि हामी हेर्दै गर्दाखेरि स्पेनले 1 गोलले जित्यो है। अनि 1-0 भएको थियो म्याच, एकदम राम्रै भएको थियो त्यतिको। अन्त अर्जेन्टिनाको अलिकति ब्याड लक पनि मलाई लाग्यो है त्यो म्याचमा। अनि धेरै अर्जेन्टिनाको फ्यानहरू हुनुहुन्थ्यो, अनि धेरै निराशा हुनुभयो होला कतिजनाहरू। अनि म चाहिँ कसैको पनि टिममा थिएन है, म चाहिँ जस्ट कसले जित्छ भन्ने मात्रमा मात्रै हेरेको थिएँ है। अनि स्पेनले जित्यो, अगाडि 1 गोल पनि हालेको थियो स्पेनले है, त्यो चाहिँ फल्ट भएर दिएन है। अनि अब 2 गोल हुने थियो। अनि लास्टमा अर्जेन्टिनाले चान्स पाएको थियो है, दामी सर्ट लास्ट 90 मिनटमा पनि गोल नहाल्दाखेरि है, लास्टमा स्पेनले हाल्यो। त्यहाँदेखि लास्ट आवरमा इन्डिङमा दामी सर्ट पाएको थियो, त्यो हाई हान्यो। उनीहरूको ब्याड लकै त्यही थियो क्या। त्यो गोल चाहिँ अर्जेन्टिनाको त्यो गोल चाहिँ भइदिएको भए के हुन्थ्यो भने म्याच अझै इन्ट्रेस्टिङ हुन्थ्यो त्यहाँनिर। त्यो म्याच, हिजोको वर्ल्ड कपको म्याच चाहिँ के हुन्थ्यो भन्दा पेनल्टीको हुन्थ्यो। पेनल्टीमा जसले हारे पनि जिते पनि हेर्नलाई पनि एकदम मजा आउने थियो क्या। त्यो अलिकति खल्लो चाहिँ के भयो भने अर्जेन्टिनाको लास्टमा त्यो एकजना कति नम्बरले, सायद 7 नम्बरले होला, एकदम हाई डिबसभित्रबाट सर्ट गरेको बल चाहिँ पोस्टमा नहानेर एकदम हाई हान्यो। ब्याड लक चाहिँ उनीहरूको त्यहीँ थियो क्या। अन्त उनीहरूको टिमले एकजनालाई रेड कार्ड पनि पायो है। अनि मलाई यसो सम्झेँ कि अन्त अर्जेन्टिनाको एकदम ब्याड लकै थिएछ हिजो चाहिँ है। अनि स्पेनले वर्ल्ड कप आजसम्म एकपल्ट मात्रै जितेको थियो, योपालि 2टा भएको छ है उनीहरूको। अनि एक प्रकार ठिकै पनि हो स्पेनले जितेको। अनि अर्जेन्टिनाको पहिला पनि छ 2टा 3टा भइसक्यो है। यस्तो मलाई चाहिँ त्यो लाग्यो साथीहरू होइन। तपाईँलाई चाहिँ के कस्तो लाग्यो है? अनि हिजोको म्याच एकदम त्यस्तो डरलाग्दो वर्ल्ड कप हेरेको जस्तो फिल पनि त्यस्तो साह्रो डरलाग्दो भएन क्या। किनभने अर्जेन्टिनाले त्यस्तो राम्रोसँगले खेल्नै सकेन क्या। स्पेनले पुरा पेलिराखेको थियो है। अन्त बिचराहरूले त्यति ट्राई त गरेको थियो, तर म यसो सोचेँ उनीहरूको फर्स्टदेखि नै ब्याड लक थियो क्या अर्जेन्टिनाको। अन्त मलाई त्यो कुरा यसो महसुस गरेँ कि अर्जेन्टिनाको एकदम ब्याड लकै थियो। अनि स्पेनले जित्यो है। अनि जे जस्तो भए पनि ठिकै छ है, उनीहरू खुसी छ है। तपाईँलाई के कस्तो लाग्छ हिजोको म्याचको है? तपाईँलाई के कुरा मन पर्यो अनि के कुरा चाहिँ मन परेन, तपाईँले पनि कमेन्ट गर्नुहोस् ल। ओके, बाई बाई।